हेलो एभ्रिवान, नमस्ते। सबैजना आरामै हुनुहुन्छ नि? आज चाहिँ हामीजनाको छुट्टी, त्यसै कारणले हामीजना छुट्टी मनाउन गइरहेछौँ। हामी चाहिँ सालमिया भन्ने ठाउँमा चाहिँ एउटा राम्रो ब्रिज रहेछ, त्यो बिचमा घुम्न गइरहेछौँ। के कस्तो छ तपाईँहरूलाई देखाउँछु ल। यहाँ चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ बिच। अनि त्यसपछि अहिलेको मौसम राम्रो छ नि त, बिहानै पखाएको। अनि हामी चाहिँ बिहानै नै उठेर दुईजना छुट्टी मनाउन गएको हो। बिचमा चाहिँ मान्छेहरूले नाम लेखिदिएर उसलाई पनि नाम लेखौँ लागेर लेखेको अरे, तर फाइनली ऊ सफल हुन सकेन। त्यस पछाडि मलाई लेख अरे, अनि मेरो बेला ओके भनेर ट्राई गरेँ। मैले चाहिँ लेख्न सफल भएँ। उसको मेरो नामको अगाडिको लेटर लेखेँ। त्यस पछाडि उसले चाहिँ त्यो बिहानको चिसो मौसममा पुरा एक्सन दिँदै थियो। अनि मलाई पनि भिडियो गरिदिँदै फोटो खिचेको, तर एकदम हावाको कारणले गर्दा कपाल पनि त्यस्तै हुने है। अनि त्यस पछाडि उसले फेरि त्यो समुद्रको छेउमा के पुवाल देखेर त्यहाँभित्र के हुन्छ भनेर खुट्टा हेरिदियो। अनि बालुवा पनि घरिघरि सुँग्दै हाँस्दै थियो कि। अनि त्यस पछाडि उसलाई अल्छी लागेर जाउँ अन्त्य जाउँ भनेर फेरि त्यहाँबाट मलाई लिएर गयो। अनि घुम्दै गयौँ। अनि पर गएपछि पार्कमा एउटा बिरालो पछ्याउँदै आयो कि हामीलाई खाना मागेको होला, हामीसँग केही थिएन। त्यस पछाडि हामी अलिक पर गयौँ, फोटो खिच्ने ठाउँमा रहेछ। त्यहाँ उसको फेरि घाउ देखाउन थाल्यो, मेरो पनि सेम लेफ्ट ह्यान्डमा थियो घाउ। अनि त्यस पछाडि हामी त्यहाँनिर टिकटक बनायौँ, एक दुईवटा फकाउँदा गरेर। तर यो ठाउँमा त फोटो नै खिच्दैन कि उसले मलाई। फोटो नै कि मलाई खिचेपछि मलाई च्याउ लाग्यो। अनि यतिकैमा हामीलाई तिर्खा लाग्यो। अनि पानी किनेर खायौँ। अनि भ्यू हेर्दै गयौँ। यो चाहिँ उसले भनेको चाहिँ कुवेतमा पहिला जति पनि कुवेतीहरूले चाहिँ माछा मारेर चाहिँ जीविकोपार्जन गर्थ्यो अरे। त्यस पछाडि उसले मलाई महल जाउँ भनेर मरिना महल लग्यो। मरिना महल चाहिँ बिहानको कारणले गर्दाखेरि चाहिँ सबै बन्द हुँदो रहेछ यहाँको मार्केटहरू। फेरि त्यहाँबाट फर्काएर अनि अर्को ठाउँ अर्को भ्यूमा लग्यो, फेरि अपोजिट साइडमा। यहाँ चाहिँ मान्छेले चाहिँ माछालाई चारो किनेर खुवाउने, अनि चराचुरुङ्गीहरूलाई चाहिँ चारोहरू किनेर दिने गर्दो रहेछ। यति गर्दै उसलाई फेरि आइसक्रिम खान मन लाग्ने, अनि वेट गर्न नसक्ने नेपाली रेस्टुरेन्टमा गएको। बल्ल ऊ नेपाली रेस्टुरेन्ट ओपन भयो, खाजा खायौँ। अनि त्यस पछाडि अनि उसले फेरि पुरा नाटक खाँदा पनि देखाउने रे के रे। मलाई चाहिँ त्यो डिप फ्राई मन पर्दैन, त्यसै कारणले मैले चाहिँ बफ सिकुटी खाँदैछु। राम्रो लाग्यो। नेपालबाट आएको 1 महिना भएको, कहिले खानु पाएको थिएन। 1 महिना बल्ल नेपाली टेस्ट खान पाएँ, एकदम खुसी लाग्यो। त्यस पछाडि यो खाइसकेर हामी फेरि अन्तै घुम्न जाने भनेर उसले भन्दै थियो। अनि त्यस पछाडि खायौँ। त्यस पछाडि अनि हामी अन्तै गयौँ। उसले चाहिँ साइन्टिफिक पार्क जाने भनेर लग्यो। त्यस पछाडि त्यहाँनिर गयौँ हामी। त्यहाँभित्र चाहिँ कस्तो के छ तपाईँहरूलाई नेक्स्ट भिडियोमा पार्ट 2मा देखाउँछु ल।